हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ हामी घरमा कतिवटा काम गरिरहेको छौँ हो। यो हाम्रो पुरानो घर जुन चाहिँ यो पछाडि देखिरहनु भएको छ मेरो भिडियोमा, यो घरलाई चाहिँ हामी अब डिसमेन्टल गरेर चाहिँ नयाँ बनाउने हो। त्यसर्थ आज हाम्रो टिस्टाबाट भाइहरू आएको छ हो, यहाँ सुक्राज भाइहरू यहाँबाट यो सामानहरू मिसिनहरू यस्तो पनि छ। हाम्रो सामानहरू कतिवटा निकाल्यो, कतिवटा स्ट्यान्डहरू जस्तो निकालिसकेको छ हो। र अब यहाँभित्र चाहिँ क्लियर गरिसक्यो यति हामीले हो। यति चाहिँ हामीले क्लियर गरिसक्यो। यहाँ यो रुमको यहाँ पलङहरू, अब यो पलङहरू निकाल्नु छ हो। त्यहाँदेखि यो सोकेसहरू निकाल्नु छ अन्त अब यो कतिवटा सामानहरू निकाल्नु छ अब यहाँको हो। यहाँ सुक्रा आएको छ हो, यहाँ सुरेन पनि आएको छ। हामी अब सफा गर्दैछ र अब हामी चाहिँ यहाँ अब एकदम धमाधम हुँदैछ। लगाइदिनु पर्यो होइन, बाजेलाई उहाँ भनिदिनु, म भनिदियो। बाबे गयो यहाँ अर्डर लायो, स्कुटी लाग्यो, मासु भात छैन हो। आमै आयो अब यो घर त बाजेको चिनो हो नि त। अब पहिला बाजे भात आउँदैछ, अब बोजूको त माया हुन्छ नि त, हुँदैन? हुन्छ नि त। होइन, बोजूको त अधिकार छ नि त। होइन, यो चाहियो मलाई, यो नभत्का भन्नु होइन। बुढोलाई 35 बुढोलाई यसरी बाँसको ठेला लाएर राखिदे, नभत्का मेरो बुढोको चिनो भन्नु पर्यो नि कि कसो होइन बोजू? फर्काइदिइहाल्नु ल। यो ठिक छ नि त। अब यो तातो हुन्छ, सिमेन्टको त चिसो हुन्छ नि त, मजा आउँछ आउँदैन नि? काठको कहाँ हो होइन तर पनि त अब बाजेले बनाएको त अब यो न्यानो हुन्छ नि त होइन। अब यो भत्काउँदैछ हो। अब सम्झने बोजू, अब के गर्ने हो। म त सरसल्लाह दिएँ, अब जति सक्दो मेरोबाट होइन। अब जति सक्दो बोजूले विचार मलाई फेरि ढिलो दिन्छु, कडा दिइहाल्छु। बोजू विचार गर्नु। हाम्रो सुक्राजले घर भत्काउँदा चाहिँ एन्टिक पिस भेटेको अरे, त्यो भएर देखाइदियो न राम्रोसँगले त्यो होइन हौ, वरिपरि घुमाएर कस्तो एन्टिक पिस यो त गाइस खतरा छ। ठिक छ, मलाई साथ दियो। घर सफा गर्दा चाहिँ मजै आउँदैछ है हाम्रोमा चाहिँ। खोइ यता हेर्दै सुक्राज चिया खाने त आइरहेको छ, चिया पनि खाँदैछ। त्यो बेडिङ हो, बेडिङ हो त्यो। सुक्राज बाबो बिफाको बाह्रो बिहाको कता घर कता यता हो, घर कता हो? दुइटा के गर्छ? पुलिस कता हत्तु पुलिस हो? ए अब चाहिँ पल्लो रुम हामीले क्लियर गरिसक्यो हो। यो रुम चाहिँ क्लियर भइसक्यो हो।
अब चाहिँ हाम्रो यो रुम पनि क्लियर हुँदैछ। यो अब गोद्रेज लगायो। अब आजदेखि हामी पनि यहाँ सुत्नु पाउँदैन। यो सब रुम खाली गर्ने हो। अब केटाहरूले गोद्रेज ल्याएछ। 2टा पुलिस ल्याएको छु हो। कडै छ पुलिसहरू, हवलदारहरू 2टा। लो पल्टिनबाट छुट्टी पाएको सस्पेन्ड भएर यो घर गएको हो। हाम्रो आज कामको लागि चाहिँ मसला पनि पिसेछ चिकनको लागि हो। चिकन पाक्दैछ, मसला पिन्दैछ। केटाहरूलाई चिकन पनि यहाँ छ। अघि मसला पिस्दै थियो, अब यहाँ चाहिँ चिकन पनि छ हो। ठिकै छ। चिकन हेर्नु होइन त छिटो। के भएको हाँ छिटो। नेपाली झुक्दैन चाहे झुकोस् निलो आकाश, यो नेपाली झुक्दैन छ नै। टक्राउनु छ अलि के गर्दैन अरे सुक्रा? यो नेपाली झुक्दैन भनेको कसरी अरे? अब त्यही हो, यस्तो झुक्दैन। नेपालीबाट भनिदेऊ न हौ, फेरि गीत गाइदेऊ न। सुक्रासले आँखा देखेन, टर्च लाइट बाल्नु थालिसक्यो। अब यो रुम क्लियरेन्समा छ। अब यहाँ चाहिँ अब यसको सामानहरू हटाउने यहाँको। सुक्रा चाहिँ एकदम फर्ममा आइसकेको छ सामान हटाउनुलाई, हेलमेट लगाएर। यो फेरि एकदम फर्ममा छ हो, क्याप लगाएर। चोर छ क्या त्यहाँ। अब यो रुमको हटाउने। यो पलङहरू हटाउने यहाँको। त्यो बाजेको लौरो हो। अब यो रुम हामी सफा गर्ने। अब यो सबै हटाउने यहाँको। सुक्रास बुढो भइहाल्यो। लो अब यो रुम हटाउनु पर्छ। लो तपाईँहरूले चाहिँ नि यो घरहरू चाँडै भत्काइदिनुहोस्, बुझ्नुभयो? फेरि पनि मैले इन्क्वायरी गर्नु नपरोस्। तपाईँहरूलाई मैले बार बार सम्झाउँदै आइरहेको छु। लैजा लैजा बिस्तारै लैजा है। अब हामीले पनि हटायो। अब यो किताबहरू जिउँदो पानीहरू यसरी राखेको छ। अब यो पनि हटाउँछ। बुझ्नुको लुगाहरू कति दबाईहरू के अब यत्रो सामान पनि राख्थ्यो बाजेले हो। हामीले हटाएको थिएन। बाजे अब बितेर गए पनि राखिरहेको थियो हामीले सामानहरू कतिवटा। यस्तो पुरानो बाइबलहरू पनि यसरी राखेको थियो। तपाईँलाई चाहिँ हेपेको है, रुम हटाएर बाजेको चिनुहरू हटाएर के गरिदिएको यस्तो भन्नु त? तपाईँको त्यहाँ त कमसेकम सँगै बसेको याद गर्थ्यो नि त। सुटकेस पनि निकाल्दियो होइन, कति सामान खेल्थ्यो। मैले आँखाले दिएको, स्वयं खुदी निजी आफ्नै आँखाले दिएको बोजू। तपाईँलाई हेर्नु यहाँ लाचार बनाएर के गरेको यिनीहरूले। के गरेको हेर्नु, बक्सा पनि अब निकालेर तल थन्काइदिन्छ अरे हो। अब यो घर त नयाँ बनिने। एक दुई जोडी लुगा छैन, त्यसरी लैजानुहोस्। मा त फेरि हटाएर छ्याट केही छैन रहेछ भन्यो भन्दा चाहिँ। अन्त सुगाज कस्तो छ? मासु कम्ती है? किचन मास्टरले ल्याउँछ होला अरे।
अहिले त्यो डाली भेट्छ त्यही त चतुरले झन् मासु मात्रै चबाउँदैछ च्याप च्याप गर्दै चाम्रो भयो क्या मासु च्याप च्याप गर्दैछ त मासु आयो क्या होइन पर्दैन ए आयो खै एउटा फिट खट सामान पो रहेछ टाउकोले टाउकोले हेड गर न टाउकोले त्यो जराले मार्छ त्यो तेलको कहाँ अहिले अर्कैमा ल्याउनु थालेको थियो ओ खिर्की हटाउनु चाहिँ पहिला के भएको खिर्की हटाउनु हौ ए माटा हटा ओए माटा हटा कुन पछि त्यसको फेरि हटा भाउजू भत्काएर सुक्राले त डाले जाला भर्या गर्दै त यसले जान्छ होला तलतिर एकछिन हो सुक्रा ओ यही लड्दैछ फेरि फुल त पर्खै बालेन्छ कफले यो भनेको छोडा न एकछिन जानु डर पो लाग्यो फोन झऱ्यो सुक्रा सुक्रा त फोन झऱ्यो अब यो माथिको लागि भेट्दैन कुन काम भनेछ त्यो गर्न मलाई त के होला कफ निकाल्नु जानु पनि डर लाग्यो डङ डङ गर्छ नगर लौ छ्या कसरी भत्काउनुहुन्छ अहिले नै भत्काउ भत्काउ यसको समाटौ न अगाडि लु समार्दै गर न अन्त तिमीहरू